हामी खेतमा आछौँ धान झाट्न भनेर। यहाँ यस्तो छ, यो खुट्टी हालेर तिरपाल टछाएर धान झाट्ने हो आज। त्यही भएर यहाँ आएको। एकजना भाइ हुनुहुन्छ, पाला डोलाउँदै हुनुहुन्छ। उहाँको नाम हरि सर हो, सवालीको टोपी लगाएको हुनुहुन्छ। आज दिनभरि धान झाटेर घर लगेर जाने हो। 2-3टा आउँदै हुनुहुन्छ। हामी 2जना आएर यहाँ पाला डोलाउँदैछौँ। सक्छु कि नै होला, मैले सकिन्छ होला नि। आटे बड़ भिडियो बनाउने सरले 5 बजेर बजाउनु भयो। जलबाट तिहारमै देखाएको लाइभ दिया रहेछन् त्यो रविले। हरिब नाचे थियो। तिनो बुढाले खुब रमाइलो गर्छ नि अमरेकाले। अहिले त सबै एकै ठाउँ हुन्छ के होइन नि अन्त हो र। मान्छे छैन नि त पुरै एकै ठाउँमा खेलौँ भन्ने होला नि होइन। बुढाहरूलाई नि रमाइलो भयो। पहिला केटाकेटी ठरे नाच्छ होला के, त्यस पछाडि यस्तो हुन्छ कि के रे, बुढा र केटाटी ठरे हिँड्ने हो नि। पहिला सुरु भट्टामा बेलामा नि बुढाहरूले एकछिन रमाइलो गर्छ होइन विकास। त्यहाँदेखि शान्त भएपछि केटाटी नाच्छन्। अनि डान्सान दिएर अनि हिँड्ने बेला फेरि लास्टको त्यो अब अन्तिम बिदाईको गीतमा फेरि बुढाहरू नाच्छ। त्यस्तै गरेछन् क्या हाम्रो हिमाली। हामीले यता धान झान्दै गर्दाखेरि उहाँ तल हाम्रो माइला बाको खेतमा पनि धान झाँतिरहेका थिए। अरूभन्दा पनि त्यसैमा त निर्देको भाइले कसरी फसायो त नि धानमा। सकिन्छ